हेलो एभ्रिवान वेलकम ब्याक टु माई आडी ब्लग र स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो ब्लगमा म चाहिँ अहिले टक्कर रेडी भइसकेर बिहानै उठेर बिहान कति बजी झन्डै 1 बज्न आँटिसक्यो मेरो चाहिँ बिहान भर्खर उठ्दैछ तर त्यस्तै मेरो चाहिँ काम हुँदैन त्यतिखेर नहुँदैन त्यतिखेर जे होस् जिन्दगी मोजमा चल्दैछ दाम चल्दैछ अनि मेरो चाहिँ कामै भएको छैन क्या यो के भन्छ यो WR वेदर बिग्रेर होइन टक्क पानी सानी पनि परेर आम्मा यति धेरै पानी परिरहेको छ अहिले धरानमा यति धेरै पानी परेको छ आम्मा ननस्टप 5-6 दिनभन्दा बढी भइसक्यो होला पानी परेको चाहिँ यस्तो पानी परेको छ फेरि हाम्रो चाहिँ यस्तो छठमा काम छ क्या अनि छठमा काम छ अनि ऊ त्यस्तो रेलिङ लगाइरहेको छ नि त्यो फलामको हामीले चाहिँ स्टिलको लाउनु पर्ने हुन्छ अनि त्यो चाहिँ अहिले बिजोग भइरहेको छ पानी परेर अनि अर्को कुरा मैले चाहिँ मेरो बाइकको चाहिँ टक्कसँगले दामीसँगले दामी भइरहेको छ पछाडिको ब्रेक लाइट ऐना सैना हो अस्ति यहाँ राख्दा चाहिँ उठाइदिएको झन्डै उठाइदियो आज चाहिँ अब पुलिस आएर हेरेर भने उठाउँछ कि उठाउँदैन थाहा छैन अब त उठाउँदैन होला है दाइ ल यहाँ टक्करसँगले हल्का भोक पनि लागिरहेछ अलिक खाना जानुपर्छ जस्तो लाग्दैछ मलाई यति साह्रो भोक लागिरहेको छ ओ सुमन दाइ के छ मेरो दाइ कस्तो धेरै दिनपछि भेट्यो त तपाईँसँग त कहाँ बिजी हुनुभएको थियो यस्तो साह्रो मौसम बिग्रिन्छ भनेर मेरो अनुहार डब बिग्रिन्छ नि त त्यही डब त्यही भएर अलिअलि हेन्सम भइरहेको थियो हेन्सम होइन अलिक त्यही भएर काले भएर आउनुभएको रहेछ हो नि यो चाहिँ कस्तो के भइरहेको छ बाथरुम लग्नु न बाटो छैन अब पैसा लग्नु न अस्ति भर्खर काम गर्दा खाने पुरा फुर्काउने लगाउदेखि कहाँ लाग्यो थाहा छ त्यो गाडीवालाले खलासीले खाने दोकानमा लगेर भक्कु खायो अनि हात धोएर त मुख पुस्दै आएर त खोइ पैसा दिने भन्दै 170 लगेर तिर्यो मेरो 340 त्यतिखेरै गयो अब गरिबको बच्चा भएर चाहिँ कहाँ धनीले खाने ठाउँमा जानुपर्ने त अनि चाहिँ थोरै राम्रो मिठो चटक पैसा त्यहाँ माथि तिरेर भयो अलिकति ढुकाउनु हुन्छ क्या सन्चो पनि हुन्छ क्या मलाई रोटेमा त्यो सबै ड्राइभरहरू हुन्छ अब मैले ड्राइभरहरूलाई त उयो गर्नु खोजेको होइन कि बिला अर्कै तरिकाको बिला क्या त्यो अनि कहाँ स्ट्यान्डरमा गएर खानु त अनि खाने भनेको त त्यस्तैमा त अनि धेरै जति खाँदा नि केही हुँदैन थपेको गर्नु नि पाइन्छ जति खाँदा नि हुन्छ आफ्नो आत्माले सन्तोष खै त्यहाँ त होइन त्यहाँ चाहिँ हामी जहिले खान्छौँ नि त अनि त्यही भएर त्यहाँ खानु गएको क्या जाने हातै आज असल पैसा छैन लगेर खुवाउँछ बा खुवाउनु न हौ अब त्यतिखेर पनि मेरै पैसा थियो र त नि त्यत्रो सफारीबाट यताउता गर्दा तपाईँले कहिले साइड लगिदिनु पर्ने कहिले कहाँ लगिदिनु पर्ने 150 रुपियाँको झन्डा पोर्चुगलको झन्डा जहाँ छ नेपालको झन्डा राख भन्दै नहुने पोर्चुगलको झन्डा झुन्डाउनु पर्ने अरे 150 रुपियाँ त्यतिखेर दिएको के भयो त्यो हिसाब बेसी अनि फेरि अनि यहाँ अफिस आएर फेरि उता गर फेरि यता आएको अनि बिर्सिनु पर्छ भने पैसा त्यतिखेर त कति 1 2 3 6 7 लगाउने मेरो त फेरि मलाई सबै त्यसकै काममा घुमेको क्या यता खानुपर्ने होइन अनि नखानु त नि भोकभोकी कुदे गर्नुपर्ने तपाईँ जस्तै मलाई त चाहिन्छ नि त टाइममा टक एक टाइम खाने ह्याप्पी खाने त्यस्तो चाहिन्छ नि त मलाई अब तपाईँलाई आज फ्रीमा खानुको लागि कस्तो खुसी लागिरहेछ एकदम दिँदैदेखि नै क्या ओ भाइ खाजा खाँदा नि सम्राट दाइ अब फ्रीमा भनौँ न कि होइन हिजो दाइले हालिदिनु आयो नआउने आउन तिमीलाई के दरकार त्यसो आउन एक्सट्रिम कहाँ एक्सट्रिम खाने पैसा भइहाल्छ मसँग त 179 रुपियाँ मात्रै छ पैसा त्यतिले 3 जना खानु जाँदा केमा तसँग क्यास छैन तिनीहरूले त क्युआर भन्नु त ढुङ्गाले हान्ने खालकोहरू न त नि ढुङ्गा हालिदिन्छ ढुङ्गा थाहा छ त हान्छ तिनीहरूले ए भनेपछि तपाईँको आज फ्रीमा खाने ड्राइभरमा बास सुध्रियो कि होइन त्यो अस्ति म चनाचुरा खाएको अहिले एकछिन भेट गर्छ ल आयो टक्क पकौडा अनि दामी सुप हामी चाहिँ पकौडा दही चनाचिउरा खाने होइन तपाईँ मान्छे देख्दैन कस्तो लाग्यो दाइ
पैसा तिरेर खाएको राम्रो लाग्यो खानै खानु मेरो पैसाले पैसा माग्नु म तपाईँलाई खानु ल साथीहरू अब चाहिँ दिउँसोभरि केही कामधाम पनि धन्दासन्दा केही पनि भएन अनि अहिले चाहिँ टक्क रात परिसक्यो रातिको 10 बजिसक्यो अनि आज चाहिँ फुटबल म्याच दामीसँगले यहाँ प्रोजेक्टर लगाएर हामी यहाँ मिलाउँदैछौँ ए अब फ्रान्सको चाहिँ आज हेर्नु त पऱ्यो होइन म चाहिँ खासै रोनाल्डोको फ्यान हो क्या अब फ्रान्स पनि मनपर्छ अनि फ्रान्स पनि हेर्न आँटेको दामीसँगले अहिले चाहिँ गेम कतिखेर छ भन्दाखेरि चाहिँ 12:45 मा छ क्या 12:45सम्म यत्तिकै बस्नुपर्ने छ अब यहाँ सेकुवाहरू पनि पोल्नुपर्ने छ के गर्नुपर्ने छ टन्न खानेकुराहरूले रङ गरेको छ दाइहरूले ल ठिक छ अहिले एकछिन भेट्नुपर्छ साथीहरू यहाँ चाहिँ अहिले टक्कसँगले यो हामीले चाहिँ उयो लगाएको थियौँ क्या के भन्छ त्यो प्लास्टिकको त्यो सेतो त्यो भएन अनि त्यसपछि अहिले चाहिँ टक्कसँगले तन्न लाएर त्यो प्रोजेक्टर मिलाउने कार्यक्रम हुँदैछ अनि यहाँ मैले चाहिँ सेकुवा पोल्नुको लागि यहाँ कोइला सल्काउँदैछु किनकि फ्रान्सको गेम छ नि त आज फ्रान्सको नाइस खतरा त गर्नु पऱ्यो एकदम दामीसँगले हेर्नु पऱ्यो होइन ल त्यही हो टक्कसँगले मैले चाहिँ यहाँ कोइला सल्काउने कार्यक्रम हुँदैछ कोइला पनि अलिअलि बल्दैछ सेकुवा दाइ सेकुवा र एउटा उयो पनि ल्याउनु ल सनट दाइ सेकुवा र त उयो पनि ल्याउनु ल साथीहरू अहिले एकछिनमा भेटौँ अहिले चाहिँ टक्कसँगले यहाँ हल्का हाम्रो रेडी हुने कार्यक्रम चल्दैछ अहिले एकछिनमा भेट्नुपर्छ साथीहरू ल दामी तरिकाले सेकुवा पाक्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ अब टक्क किनकि हाम्रो म्याच सुरु हुन आँट्यो 12:45 को 11 बजिसक्यो अहिलेदेखि नै टक रेडी गरिराख्यो भने अहिले एकछिनलाई गाह्रो पर्दैन नि त ठक खानु मात्रै हो दामी उपर मज हुँदै साइडमा राख्यो दामी हुँदै रमाइलो गर्दै गर्नुपर्छ होइन चाहिँ फ्रीमा दिएको होइन कस्तो लाग्दैछ तपाईँहरूलाई आज म्याच कसले जित्छ अरे फ्रान्स फ्रान्सले जितेन भने चाहिँ मासु खाएको र नखाएको एउटा भइगयो मासुको पैसा म दिन्न नि फ्रान्सले जितेन भने त्यतिले दिन्छ बियर पनि दिन्न मलाई त थाहा पनि छैन ए उयो गर्नु न भेना एकचोटि मेरो युट्युब च्यानल लाउनु त गीत गाउन लागेको एकचोटि कस्तो देखिँदो रहेछ हौ यहाँ हेरौँ न कस्तो देखिँदो रहेछ क्या मेरो युट्युब च्यानल यहाँ प्रोजेक्टरमा लाउन आँटेको कि अनि यहाँ कस्तो देखिँदो एकछिन ल साथीहरू टक्कसँगले मेरो युट्युब च्यानल आइसक्यो यहाँ चाहिँ अब टक्कसँगले एकचोटि हेर्नुपर्ने हुन्छ कस्तो चाहिँ हुने रहेछ कस्तो आउने रहेछ भनेर हल्का आउँदै बनाइदिनु पऱ्यो को म यो एआई होला हो होइन के एआई हुन्छ हौ भएन मुस्ताङ बोलाएको मुस्ताङ एकचोटि भिडियो लाउँदा कस्तो सुनिँदो रहेछ कस्तो हुँदो रहेछ आमा लु आयो कति बिहान उठेर एकचोटि कति 11 झन्डै 12 बज्न आँट्छ होइन 11 कस्तो मोज भएको आमा कस्तो दामी फिल भएको आफ्नो भिडियो आफै ठुलो कस्तो मजा आयो ल साथीहरू एकछिन भेट्नुपर्छ अहिले यहाँ ड्याङ हाम्रो यहाँ सेकुवा पोल्ने कार्यक्रम हुँदैछ यहाँ कस्तो मजाले नदेखेँ क्या सेकुवा पोल्ने कार्यक्रम हुँदैछ यता अब यहाँ भिडियो सिडियो हेर्ने गीत सिट सुन्ने अहिले 12 नबजिन्जेलसम्म अहिले फेरि 12 बजिन्जेलसम्म 12 बज्दाखेरि चाहिँ फेरि गाई नभए हुन्छ क्या खानु हेर्नु यस्तो हुन्छ ल अहिले एकछिन भेट्नुपर्छ साथीहरू टक्कसँगले हाम्रो यहाँ यो मासु पोल्ने ओर्ने कार्यक्रम पनि हुँदैछ दामीसँगले अनि मासु सासु पनि खाइँदैछ होइन टक्कसँगले अब दामी फुटबल हेर्दै मासु खाँदै दामी रमाइलो गर्नुपर्ने हुन्छ सबैले सपोर्ट गर्नु होला ल साथीहरू दामी हुँदैछ है अहिले चाहिँ हाम्रो ए आमा गेम लगभग सुरु हुन आँटिसक्यो
थोरै सिनेमा दामी मोज पनि दामी मोज हुँदैछ त्यहाँ सेक्वा बियर रेडबुल एक्सपिङ सक्नु हजुर एभ्रिवान स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो भ्लगमा यो चाहिँ नेक्स्ट डे होइन अनि तपाईँसँगले हिजो फ्रान्स ल्याएर लास्ट एक गिरी भएर त मासु खाएको र नखाएको भएर ऊ गर्छन् फ्रान्सको सबैमा दामी मासु पोलेर दामी सेक्वा खाएको अनि गिरी भयो ल अनि त्यस्तो भइहाल्यो हिजोको फुटबल म्याच अब म्याचतिर फेरि कसको छ अब कसले जित्छ ल यहाँ धरानको चाहिँ डब्लुडिआर वेदर बिग्रेर एकदम बुद्धि भइरहेको छ देख्न सक्नुहुन्छ है कस्तो सेतो भएको यो पानी परेर अहिले टक्कसँगले हामी चाहिँ अब जति नै जेसुकै गरे नि अब गरिबको बच्चा भएपछि अब काम त गर्नु पऱ्यो त्यही भएर टक्क स्टिलको पाइप यहाँ बोकेर यहाँ क्लेम स्लेम बोकेर यो चाहिँ सिसामा हाल्ने क्लेम हो क्या हो त्यो क्लेम स्लेम बोकेर त्यहाँ सिसा काम गर्नु जाँदैछौँ ल अहिले साइडमा गएर भेट्नुपर्छ काम कति छ के छ मलाई चाहिँ थाहा छैन क्या म चाहिँ फर्स्ट टाइम जान आँटेको त्यो साइड के कति रहेछ त्यसो थाहा छैन ल अहिले किन भेट्नुपर्छ यता यहाँ काम नभएर कस्तो टेन्सन भइरहेको थियो बल्ल बल्ल काम हुनु थाल्यो अब काम हुनु थालेपछि पानी परेर यति चौपट हुन्छ पानी परेर आमा साथीहरू अहिले त टक्कसँगले हामी साइडमा जाँदैछौँ अनि के साह्रो पानी परेको अलिक केही दिन त अलिक धेरै पैसा हामीलाई अलिक केही दिन त अलिक धेरै पैसा हुन्जेलसम्म त पानी नपर्दैन हुन्थ्यो अलिक धेरै पैसा कमाइसकेर पानी पनि पर्दै हुन्थ्यो त्यो पैसा नभएको बेला पानी परेको छ उस्तै के भएको छ यो गरिबको बच्चाले केले साथ नदिएको नि न पैसाले साथ दिन्छ न वेदरले साथ दिन्छ न केहीले साथ दिन्छ मामा अहिले चाहिँ टक्कसँगले हामी साइडतिर जाँदैछौँ अहिले चाहिँ टक्कसँगले हामी यहाँ अफिस आइसक्यौँ अफिस अरे काममा आइसक्यौँ अनि कस्तो डिप्रेसन क्या सब डिप्रेसन क्या अनि यहाँ चाहिँ चाबी लगाएको रहेछ क्या यहाँ चाहिँ त दामी घर चाहिँ दामी यार अनि अब चाबी नभएपछि चाहिँ हामीले यो सिसा लाग्ने क्ल्याम्पको चाहिँ यो चाहिँ यसरी बस्छ क्ल्याम्प अनि यहाँ बिचमा सिसा बस्छ अनि यसको चाहिँ यो फोरहरू छ नि यो फोरहरू सब सफा गर्नुपर्छ क्या यहाँ चाहिँ यो कस्नुको लागि सिसा टाइट गर्नुको लागि अनि त्यही भएर चाहिँ अहिले हाम्रो धमाधम यहाँ काम हुँदैछ साइड पनि आइपुग्यो ल अहिले किन भेट्नुपर्छ यहाँ चाबी लिएर आउँछ क्या यहाँको घर त नि अनि एकछिन बस्नुपर्ने हुन्छ हामी चाहिँ अहिले चाहिँ टक्कसँगले हामी यहाँ घरको चाबी पनि ल्याइदियो अनि यहाँ चाहिँ लाउनु पर्ने रहेछ क्या सिसा यहाँ सर्ट एउटा दुईवटा अनि त्यहाँ अब यो क्लेम लाउनु पर्ने हुन्छ यो क्लेम चाहिँ यसरी बस्छ क्या 1737 यस्तरी बस्छ यहाँ एउटा बस्छ हजुर 1767 यहाँ एउटा बस्छ यसरी बस्छ अनि सिसा चाहिँ यस्तो तिर्सो हुन्छ नि त अनि ग्राप यता एकपट्टिको टुप्पो बस्छ यसरी चाहिँ अब ड्याम यो सुरुमा जाम गर्नुपर्ने हुन्छ अनि हाम्रो सिसा चाहिँ अहिले आएको छैन क्या अहिले आएको छैन भोलि आउँछ अरे सिसा चाहिँ अनि भोलि सिसा आएर चाहिँ अनि भोलि यहाँ काम सक्नुपर्ने छ ल नाइस काम हुँदैछ अहिले चाहिँ यो कस्तो डब्लुडिआर वेदर पनि यस्तो दामी भएको छ साथीहरू यस्तो दामी भएको छ यहाँ धरानमा नि राम्रो त राम्रै भएको छ आज त्यस्तो साह्रो पानी परेको छैन पानी नि पर्दैन तर सिमसिम पर्दैछ पानी अनि भन्नुहुन्छ भने यस्तो शीतल छ त्यहाँ माथिको दृश्य त्यहाँ माथिको डाँडा देखाउँछु म तपाईँहरूलाई कस्तो मजाको वेदर भएको छ त्यहाँ माथि त्यतानिर चाहिँ दानाबारी भन्छ क्या दानाबारी भन्छ आम्मा यस्तो दामी वेदर भएको छ नि मासतिर यस्तो दामी वेदर भएको छ साथीहरू अनि कहिले हामी पनि गरिबीमै बाँचेर गरिबीमै मर्नु पर्ने हो कि के हो आम्मा कहिले हामी पनि यत्रो घर बनाएर यस्तो दामी लाउनु यस्तो दामी लाइटहरू लाउनु आम्मा यहाँ झन् अरू कहाँ पो देखेको थियौँ मैले कहिले हामी पनि उयो गर्नु सुनको सावरले नुहाउनु आम्मा यो चाहिँ के को माइक हो यो चाहिँ हेलो माइक टेस्टिङ हेलो के हो यो चाहिँ
काहीँ हो यस्तै हेर्दाखेरि त काहीँ जस्तो नि देखिन्छ ए यो चाहिँ नुहाइसकेर कपाल कोर्ने होला सायद त्यसरी यसरी कपाल कोर्ने होला ठिक छ जिन्दगीमा गएर नदेख्ने चिजहरू देख्नुपर्छ अनि झिमिनै हुन्छ क्या साथीहरू त्यस्तै त्यस्तै हो अहिले भट्टाभट हाम्रो काम स्टार्ट हुँदैछ भोक आएको लास्टै भोक लागिसक्यो अरे उठ्ने बित्तिकै आएको नि त ल अहिले चाहिँ यहाँ भट्टाभट हाम्रो काम के भयो फेरि अगाडि भट्टाभट काम चल्दैछ अहिले एकछिनमा देखाइने छु म कसरी जाम गर्छौँ के हुन्छ कस्तो हुन्छ भनेर यस्तो भिडियो हेर्दै जानु होला तपाईँहरूलाई नि म खतरा मिस्त्री बनाइदिन्छु ल साथीहरू यहाँ चाहिँ टक्कसँगले यहाँ अब सिसा यो छेड्नुपर्ने हुन्छ क्या माट टाइल यो गोलो दाग लागेको छ नि हो यो चाहिँ सेन्टर हो क्या यो सेन्टरमा ठ्याक्क नापेको छ अनि यो चाहिँ एलटी मेसिनले यसरी छेड्नुपर्ने हुन्छ यो चाहिँ फाइनली मैले यो छेडिसकेँ अनि छेड्दाखेरि चाहिँ लास्टै गिदी हुन्छ क्या यो भाइब्रेटले गर्दाखेरि कि मिसिनको भाइब्रेटले गर्दाखेरि यो टाइल हो नि त यो त कमल हुन्छ यो चाहिँ फेरि फुटिहाल्छ क्या त्यही भएर एकदम होसियारले गर्नुपर्ने हुन्छ ल अहिले एकछिन भेट्नुपर्छ है त टक्कसँग अब हो त्यहाँ एउटा गाडी छ कि क्लेम अब यहाँ दुलो बनाइसकेको छु अब यो क्लेम चाहिँ कसरी गाड्ने भनेर देखाइदिन्छु ल तपाईँहरूलाई मान्छे अनि दामी भयो क्यामेरा दामी आउँदैन र पहना त खुल्केकै देखिरहेको छ भाइ कस्तो ल यो चाहिँ उयो हो क्या यो फास्ट नट भन्छ यसलाई चाहिँ यो दामी ग्रिप हुन्छ क्या सिकाउनु चाहिँ कसलाई सिकाएको तिम्रो भिडियो हेर्नेहरू सबै उयो छ क्या होइन मिस्त्री बनाइदिउँ भनेर नि मेरो भिडियो हेर्ने मान्छेहरूलाई मिस्त्री भएको आएछ फेरि हेर्दामा भएको क्या तिमीले आएको तपाईँसँगले यसरी यसलाई कस्नुपर्छ मजाले खुट्टो दिँदा चाहिँ अनि यो चाहिँ बाइक बनाउँदा सिकेको होइन अलिकति आउनु अनि कसको फोन हो जाने यो अर्जेन्टिनाको फ्यानहरू त्यस्तै मात्रै हुँदो रहेछ जे कस्तो पाएँ थिएँ क्या कस्तो जे पाइदिएँ अस्ति गेम हेर्ने बेला नबुझ्ने यो भाइ मात्र थियो कसरी बुझिनौ पनि नबुझिरहेको के भन्नु थियो बोल्दैछ टक टक बुझेर त बोलेको नि ल ए दामी डह्रो भयो अब यो चाहिँ मजाले कस्नुपर्छ क्या नत्र भयो पुरा हल्लिन्छ साथीहरू यहाँ चाहिँ अब टक्कसँगले हामीले यहाँ बाहिरको सबै गाडी सक्यौँ आमामा ठक ठक एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा भनेपछि यहाँ एउटा दुईवटा तिनवटा सिसा बस्छ यहाँ अनि यहाँ माथिबाट ठक्क पाइप कुद्छ पाइप चाहिँ यहाँ ल्याइसकेको छौँ अब चाहिँ यहाँ टक्कसँगले यहाँ चाहिँ गर्नुपर्ने छ क्या यहाँ पनि सिसा लाउनु पर्ने छ यहाँ ड्यामै हो सिसा कि कस्तो रेलिङ मात्रै ए यहाँनिर सिसा अनि यहाँ बाहिर लाउनु पर्ने छ धमाधम काम हुँदैछ यसरी नै काम भयो भने दामी नाइस नाइस हुन्छ पैसा पनि धेरै कमाउँदैन होइन ल अहिले चाहिँ टक्कसँगले हामीले क्लेमहरू त्यहाँ उता बाहिर अनि यतापट्टि बाहिर अनि यहाँ भित्र टक्क लगाइसक्यौँ दामी तरिकाले अब त्यहाँ एउटा सिसा अनि यहाँ टक 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 सिसा 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 खतरा हुन्छ यस्तो भोक लागिरहेछ आमा उठ्ने बित्तिकै आएको नि त त्यही भएर केही खाएको पनि छैन के पनि छैन केही गरेको छैन यति साह्रो भोक लागिरहेछ गु पनि त्यस्तै आइरहेको छ द्रिङ द्रिङ भइरहेछ भोक लागेर चाहिँ यस्तो दामी सुँगुरको मासुसँग भात खाने मन थियो अब स्ट्यान्डमा गएर 2 बजिसक्यो अब त्यहाँ फेरि बन्द हुन्छ अब 2 बजीदेखि 12 साढे 12सम्म मात्रै हो बित्ती भएर आज त साथीहरू ओभर काम गऱ्यो जिउ पनि विकनेस भइरहेछ मुड पनि स्विमिङ भइरहेछ केही खानु जाउँ भनेको तर खानु पनि मन लागेन केही पनि गर्नु मन लागेन होइन ल अब आजको भिडियो यति नै तपाईँलाई आजको भिडियो मेरो के कस्तो लाग्यो यसो हेरेर कमेन्ट गर्नु होला अनि लाइक सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला यति भन्दै भिडियोदेखि बिदा माग्न चाहन्छु म भेट्नुपर्छ भोलिको नेक्स्ट ब्लगमा यु नट रेस्टी गरेर बाई बाई गाइज